एभ्रिवान नमस्ते, स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो च्यानलमा। सो आज चाहिँ म ठ्याक्क 3 महिना त होइन कि ठ्याक्क 2 महिनाको बादपछि चाहिँ नि म हजुरहरूलाई चाहिँ नि न्यू भ्लग लिएर चाहिँ म हजुरसम्म आइसकेको छु साथीहरू। हो यस्तो हिलो छ हेर्नु न, यस्तो हिलो भएर गरेर म अन्त नि हजुरहरूसम्म फेरि म न्यू भ्लग लिएर चाहिँ आइसकेको छु 2 महिनाको बादपछि ट्याक्क पारेर हो साथीहरू। अन्त अहिलेसम्म म फेरि चिट्टी च्याट्ट परेर कहाँ जान थालेको भनेपछि मेरो चाहिँ यो दोस्रो चोटि भयो। हो दोस्रो चोटि भयो म चाहिँ फेरि अब जान थालेको ओरेको गुरुङ गाउँतिर। यो बाटो आयो अरे हेर्नु न कस्तो हिलो परेको छ। हो आमामामा छ्या चाहिँ मेरो खुट्टा त के गति भयो। अन्त गुरुङ गाउँ जान थालेको साथीहरू। हो अब उता सोल्टिनी अब भेनाजु नानीहरू दिदी आउँदैछन्। अन्त अब हामी त पहिला पनि दिदी भेनाहरू त सबैजना गइसकेको हो नि त। अब म पनि गइसकेको हो। अनि त्यहाँ चाहिँ अब के भयो अनि सोल्टिनीसँग जानुभएको थियो नि त, मेरो फर्स्ट चोटि हो नि त सोल्टिनीको चाहिँ नि। अनि त्यही भएर सोल्टिनीसँग जानुको लागि चाहिँ अब उहाँले चाहिँ नि यसो अब घुमाउनु हुनु ल भनेर हामी जान थालेको साथीहरू। म यस्तो हिलोमा आइपुगेँ हेर्नु नि, यस्तो हिलो छ है। यो बाटो त मलाई यस्तो हिलो छ भने थाहा थिएन नि त साथीहरू। अनि हेर्नु नि यस्तो हिलो परेर आउँदैछु म यो बाटो है। अनि त्यही भएर उनीहरू उहाँ बसुन्धारबाट आइसकेको गरेको छ। हो अनि यहाँ आएर बसिराखेको भनेको छ। त्यही भएर म घरबाट हिँडिसकेको गरेको साथीहरू। अब त्यहाँ गएर ट्याक्क पनि उभिनुपर्ने हुन्छ। अनि एकछिनमा घाम लाग्छ, एकछिनमा पानी पर्छ। अघि भर्खर कस्तो चरक्क घाम लागेको थियो, त्यही घाम अनुसार चाहिँ पानी मजाले तौरको साथले चाहिँ पानी पर्यो। अनि अब यसरी यता हेर्नु खोला परेको, यहाँ कालो गण्डकी जस्तो छ हो खोला पनि। सबै फोहोरहरू माथिबाट आएको गरेको नि त बारीहरू। अनि अब यसरी हिँडेको गरेको। अब यहाँ हेरेर त गुरुङ गाउँ त एकदम राम्रो, एकदम ठन्डा छ है। यसो गर्मी हुन्छ कहिलेकाहीँ काठमाडौँमा नि, यसो गर्मी छल्नको लागि चाहिँ नि यसो गुरुङ गाउँतिर चाहिँ नि जाँदाखेरि एकदम बेस्ट हुन्छ क्या साथीहरू। यो झोलामा चाहिँ मैले छातो बोकेको छु, के थाहा पानीको ठेगाना हुँदैन ओर्दैन है, जे पनि हुनसक्छ साथीहरू। अनि त्यसमा छातो बोकेको छु। अनि अब म चाहिँ अब त्यहाँ चोकमा आउने बेला आइपुग्ने बेला भयो म चाहिँ नि। अब उहाँहरू पनि आइरहनु भयो होला। त्यसपछि अब के हुन्छ कसो हुन्छ मेरो भिडियो अन्त्यसम्म हेरिदिनु होला। ल है साथीहरू, हामी चाहिँ नि ट्याक्क परेर अब यहाँ भेनाजुको गाडीमा आइपुगेका छौँ। हामी यता जान भएको ठाउँमा गुरुङ गाउँनिर आइपुगेको छौँ साथीहरू। हेलो सोल्टिनी, स्वागत छ है मेरो भ्लगमा सोल्टिनीलाई। अनि नानी यता, हेलो नानी। हेलो दिदी, खै त नानी उता दिदी यता। अन्त हाम्रो भेनाजुको गाडीमा अब यसो साइड लगाउनु हुन्छ होला गाडी है। अस्ति हामी आउँदा थियो यतिको झर्ना पानी थिएन, आज त कहाँबाट आइपुग्यो यो जुरो लाग्दैन। आज त कस्तो राम्रो भोक ओरेको छ झर्ना त। आहा ओहो यो पानी चिसो हेर्नु न यतैतिर। आम्मामा के भन्नु र, यस्तो चिसो छ पानी। हेर्नु न पानी, आहा कस्तो राम्रो लाग्यो मलाई त। अस्ति आउँदा थियो यतिको पानी थिएन, आज त के हो पानी यस्तो। कस्तो मजाको हो, राम्रो। ल है साथीहरू, यता पनि झर्ना उता पनि झर्ना, जताततै झर्ना। यो बर्खायाममा त कस्तो राम्रो हो क्या। आमामा यति सफा यति चिसो पानी छ कि साथीहरू। आमामा के भन्नु र, अस्ति हामी आउँदा त यतिको थिएन। आहा के राम्रो। वा भिडियो गर है, यहाँ फोटो खिच्नु गर कस्तो दामी भयो। आहा कस्तो दामीहरू। आहा ल है साथीहरू, हामी फेरि आइपुगेका छन् हामीहरूको आफ्नै गाउँ गुरुङ गाउँमा साथीहरू। योसँग दोस्रो चोटि भइसक्यो हो साथीहरू। हामी आएको कस्तो मजाको यहाँ आइसकेपछि यति आनन्द लाग्छ मलाई है। अनि एकदमै अघि म झर्नामा त्यहाँ यसो भिडियो गरेर यसरी फोटो खिच्ने ओर्ने भिडियो गरेको थिएँ नि त। हेर्नु नि सबै भिजेर लेत्रुको भएको छ, लुगा पनि अलिअलि भिजी ओरिसकेको छ। मेरो यहाँ सिँदुर टिका पनि अलिअलि खुसेर चिट्ट्याट्टै भएको छ है। फेरि सबै पानीले चाहिँ बगाएको थियो नि त अघि त। अनि त्यही भएर यहीँ सबै फोटो खिच्नु भने आउने जाने गर्दैछ। अनि त्यसपछि अब गुरुङ गाउँमा चाहिँ आइसकेपछि चाहिँ त्यही त हो नि त। गुरुङ गाउँको चाहिँ एकदमै फेमस भनेको नि सुकुटी हो साथीहरू। अनि यहाँ सुकुटी चाहिँ नि अब ट्याक्क भरेर चाहिँ नि खानुहुने सोल्टिनीहरू सबैजना नानीहरू। अब अरू त सबैजना आइसकेको गरेको छ हो। सोल्टिनी चाहिँ फर्स्ट हो नि त, हामी पनि त्यसै हो। त्यही भएर उहाँहरूलाई चाहिँ
खानपिन गर्नुको लागि चाहिँ नि ठ्याक्क गुरुङ गाउँमा आएको हो साथीहरू। ल है साथीहरू, नुवाकोटबाट अब भनौँ न जे जस्तो गाउँबाट आउने ओर्ने यताउति सबै अब भित्र काठमाडौँभित्र थुप्रिनेहरू चाहिँ नि यसरी मजाले चाहिँ नि गाडीहरू भित्रिँदै छन्। आउने जाने आत्ते जाते कम्ता हिँड्ने छैन हो गाडीहरू। अनि अब यहाँ आएको ओरेको अब हामी त जसोचोटि हो अब खानपिन त अब यहाँ मजाले गरिरहेछन्। हामी सबैजना भएर सोल्टिनी भेना नानीहरू भएर चाहिँ मजाले खानपिन गर्दैछन् हो। अब हामीहरू चाहिँ खानपिन चाहिँ नगरेको मेरो दिदी र म चाहिँ खानपिन भन्ने छैन आजको दिनमा है। फेरि अर्को दिनमा त फेरि मलाई चाहिँ फेरि चल्छ क्या साथीहरू। त्यही आजको दिनमा चाहिँ मात्रै नचलेको ओरेको हो। अनि त्यही भएर अब दिदीहरू म चाहिँ जानुपर्ने हुन्छ त्यही अघिको झर्नामा एकछिन यसो अलिकति टिकटक बनाउनुलाई। टिकटक त बनाउनु पर्छ साथीहरू हो। त्यही भएर चाहिँ हामी दिदी पनि जाने, उहाँहरू चाहिँ गम खाइरहनु हुन्छ। आयो है चाउमिन आयो हेर्नु न कम्ता लासको छ नि 3 प्लेट भन्नु प्लेट छ मजाको अघि 2 प्लेट भने लास मजाको छ चाउमिन पनि मजाको छ है। सबैजना खानपिन गर्दैछ है साथीहरू। ल है साथीहरू, अब टिकटक दिदी बहिनीले टिकटक बनाएर ओरेर धङ्स हो। यहाँ लुगा भिजी हेर्नु नि यसरी मैले लुङ्गी लगाएर आएको थियो। अनि यहाँ चप्पल लगाउनेले चाहिँ पुरा काइदा भएको ओरेको छ। त्यहाँ जुत्ता लगाउनेलाई चाहिँ नि अलिकति पानीमा बिचमा गएर चाहिँ नि गाह्रो हुने रहेछ। त्यही भएर यदि झर्नामा फोटो खिच्नु भिडियो गर्न आउनु छ भने चाहिँ नि अब अहिले चाहिँ यस्तो टाइममा चाहिँ नि यसो चप्पल लगाएर आउँदाखेरि चाहिँ एकदम काइदा हुन्छ क्या साथीहरू। अनि त्यही भएर चाहिँ दिदीबहिनी त म पछाडिको सुरुवात प्यान्ट ताने न। अनि मजाले दिदीबहिनीले चाहिँ नि टिकटकहरू भिडियो सुटिङहरू यताउति सबै गऱ्यो अरे। अब चाहिँ अब त्यहाँ चाहिँ अब सुकुटी खाने मान्छेहरू चाहिँ अब खाइसक्यो कि के रहेछ हल्का भनेर बुझ्नु जानु पर्यो। हल्का के रहेछ भनेर चाहिँ बुझ्नु जानु थालेको। यहाँ लुङ्गी उचालेर साथीहरू हो। आइकाजी सिधे कि सिधेन आइकाजी सिधे कि सिधेर भन्दैछन् हाम्रो दिदीले आइकाजी खानेहरूलाई है। अनि त्यसपछि अनि प्याकिङ पनि गरिदिनु भएको छ। मेरो घरमा फेरि मेरो पुच्चीले के भनेको छ, आइकाजी मलाई पनि 1 प्लेट सुकुटी प्याक गरेर ल्याइदिनु है आउने बेलामा मामु भनेको गरेको छ हो। अनि त्यही भएर अनि ल्याइदिन्छु म गोरेलाई। यहाँ मम्मीको तर्फबाट रे छोरालाई सुकुटी साथीहरू। अनि यस्तो रमाइलो आनन्द लाग्छ मलाई यहाँ आएपछि त। मलाई मात्रै होइन प्रायः सबैलाई आनन्द राम्रै लाग्दो होला। त्यहाँ गाडी त्यहाँ छ भन्दैछन् यहाँ दिदीले। मौकामा चौका क्या साथीहरू। ठ्याक्क अब यहाँ गाडी आउने भइसकेपछि चाहिँ नि किन चाहिँ नजाने भनेर चाहिँ नि क्या गाडी भएपछि अलिकति सुविधा हुन्छ नि त, सजिलो हुन्छ। त्यही भएर चाहिँ नि भेनाको चाहिँ गाडी आउने भएर चाहिँ नि म पनि यसो टाइम युज गर्थेँ क्या। यसो जाउँ न त भनेर चाहिँ ए गाडीको लाइन देखाइदिनु रे यता गाडी यतिको गाडी चाहिँ छ अरे यतातिर भनेर चाहिँ गाडीको लाइन देखाइदिनु भनेर भन्दैछ। त्यहाँ कुकुरले चाहिँ हग्या रहेछ क्या। त्यस्तो देख्यो भने चाहिँ अलिकति कस्तो लाग्छ साथीहरू। वाचिङ गुरुङनीहरू खाएर आउँदैछ। यहाँ गुरुङ गाउँ छ। अनि यहाँ गुरुङनीहरू खाएर निस्किसक्नु भएछ। घन्डे गुरुङहरू अनि यता चाहिँ हामीहरू चाहिँ लामाको छोरीहरू है साथीहरू। यता चाहिँ घन्डेहरू लाम्छानेहरू छ है फेरि यता पनि सबैजना। कस्तो लाग्यो त सोल्टिनी यहाँको सुकुटी गुरुङ गाउँको? आफ्नै गुरुङ गाउँको होइन त? मिठो लाग्यो? कस्तो मिठो नरम छ है सुकुटी। कस्तो मजाको छ फेरि पैसा अनुसारको सुकुटी छ है। मजाको छ नि एकदम राम्रो मिठो छ सुकुटी। हामी त अस्ति नै आएर खाइरहेर गइसकेको गरेको। फेरि पर्छ कि यहाँ सोल्टिनीलाई चाहिँ नि यसै ठाउँ घुमाउनु ओर्नलाई सुकुटी यसो चखाउनुलाई चाहिँ नि यहाँ दिदी भेना भएर ल्याउनु भएको सबैजना खानपिन गरेर चाहिँ चल्दै यहाँ पकापकी। यहाँ हेर्नु नि नानीले पकापकी यतै सुकुटी प्याकिङ यता। के हो त यो सुकुटी हो? सुकुटी प्याकिङ गरेर चलिदिनु पर्ने हुन्छ अब। ल है साथीहरू, अब अलिकति यहाँ अब भेनाजुलीसँग गाडी चाहिँ अलिकति अगाडि चाहिँ सार्नुपर्ने अरे। त्यही भएर यताबाट चाहिँ अलिकति अगाडि पुग्छ। त्यसपछि यता पारेर चाहिँ गाडीमा चढेर सिधै जानुपर्ने हुन्छ। छोरा एक्लै छ अरे 155 किलोमिटर रे यहाँ छ अरे नुवाकोट। यहाँ कस्तो मजाको एरिया छ। ल है हेर्नु यस्तो जङ्गलै जङ्गल कस्तो राम्रो बादलै बादल दामी छ। घाम लागेर नि पानी परेर पनि रोकेर चाहिँ नि यो अवस्थामा आएको है साथीहरू। हाम्रोमा त्यता त्यसमा मजाले पानी परेको थियो नि त। अनि यतातिर नि पानी परेर चाहिँ रोकेको हो कि सायद
साथीहरू। ल है साथीहरू, हामी चाहिँ नि गुरुङ गाउँ पुगेर आएपछि चाहिँ नि यहाँ चाहिँ नि अब हामी बौडेश्वर झरना चाहिँ नि जान थालेको साथीहरू। यहाँ आउँदाखेरि चाहिँ नि यसरी पानी परेको छ, सिम 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 पानी परिदिएको छ। अब पानीले चाहिँ के कस्तो असर गर्ने हो साथीहरू। अनि यसरी अब के हो कस्तो पाइनाएप्पलको बास्ना मिठो हराएर आएको गरेको छ त, त्यतातिर होला कि कता है, हराएर आएको गरेको छ। अनि अब यहाँ बौडेश्वर झरना जान थालेको गरेको हामीहरू। यस्तो भर्याङ पानी परेको बेलामा फिसी पानी परिरहे। किन त्यहाँ बसिरहेको नि? ए छाता रुँगेर बसेको गरेको यहाँ सोल्टिनी दिदी भएन नानी रहेछ। हामी चाहिँ अब यहाँ आउँदासम्म त पानी परिदिएको छ हो, उता आउँदा पानी परेको थिएन, यहाँ आउँदाखेरि पानी पऱ्यो फिसी साथीहरू। झरना हेर्नु न, झरना रे के अरे यो के रे गाछी हो, सल्ला के को गाछी हो खै, के को गाछी? हामी त सल्लाह हो कि खै हल्ला हो कि भन्न आएन है साथीहरू। यो के को रुखहरू हो? सालको पात टपरी हुने हो कि सालको पात हो, यो सालको पात हो त? अच्छा मेरो सालको पात रे यो त। छ्या यो सालको पात होइन, यो टपर गाँच्ने उल्लु पर्छ यो मेरो छोरीले त। आम्मामा सालको पात होइन है नानी, यो त खै सल्ला क्या, सल्ला होला। धुपी नै होइन, सल्लै हो क्या, सल्लै हो। धुपी पनि होइन, धुपी त अर्कै हुन्छ, धुपी अर्कै हुन्छ है। सल्ला हो यो, धुपी होइन। अनि सालको पात पनि होइन, के हो है, सालको पात धुपी सल्ला भन्छ जस्तो है। अब पुत्रुक गरेर अब झर्नुपर्ने हुन्छ तल भोले बाबाको दर्शन गर्नलाई। अनि त्यहाँ झर्ना पनि मजाको छ नि त। अहिले त पानी परेको छ, पानी परेको बेला मजाले झर्ना पनि खेल्न आउँछ हो साथीहरू। आउँदैछ सबैजना माथिबाट। ल है साथीहरू, बौडेश्वर झरना हेर्नु छ, ठुलो न ठुलो भएर रहेछ, तर पानी चाहिँ नि भन्ने नहुने। पानी चाहिँ नि पुरा अघिको ठाउँको हेरेर चाहिँ नि पुरा धमिलो रहेछ, कामै नलाग्ने रहेछ है। नुहाउनु भनेर बस्यो अरे, तर यस्तो पानीले त के नुहायो हुन्छ र है साथीहरू। हुन त अरू मान्छे नै आउँछ नुहाउनलाई है, तर यस्तो पानी हेरेको गरेको कस्तो फोहोर क्या, पुरा माटोको लेतो बगेको गरेको छ हो साथीहरू। तर नुहाउनेहरू त नुहाइरहेछ नि त, त्यहाँ हेर्नु नि मजाले भइरहेछ गरिरहेछ, नुहाउने ओर्ने यताउति रमाइलो गर्ने मान्छेहरू छन् सबैजना। अनि यस्तो रमाइलो भएर रहेछ। अस्ति हामी साउन महिनामा चाहिँ यहाँ आएनौँ, अहिले चाहिँ नि जुरेछ क्या साथीहरू अहिले आउनलाई चाहिँ नि। त्यही भएर साथीहरू मजाको चिसो भएको गरेको छ यो पानीको चाहिँ नि। यो के पुरा यो घरमा पानीको चाहिँ छिटो आएर अहिले मजाले चिसो भएको छ। कस्तो मजाको गरेको छ है। अन्त साथीहरू हेर्नु न, अस्ति नै पहिलाको यो सालभन्दा अगाडि आउँदाखेरि चाहिँ नि यो पुरा यो शिवलिङ्ग चाहिँ थिएन कि साथीहरू। यो चोटि चाहिँ पुरा के भएछ ए पानी त्यहाँबाट आमा कस्तो डरलाग्दो है। छ्या म त डर लाग्छ यस्तै हाइटहरू देखेपछि नि। पुरा यस्तो है, पुरा भोले बाबाको शिवलिङ्ग राख्नुभएको गरेको रहेछ, बनाउनु भएको रहेछ। हामी आउँदाखेरि फेरि यस्तो थिएन नि, धेरै परिवर्तन भइसकेको छ। 1-2 वर्षभित्रमा चाहिँ नि त्यहाँ पुल पनि बनाइसकेको रहेछन्। यहाँ पनि मजाको हेर्नु न। ना दिदी यो कति 100? यो 64 शिवलिङ्ग रे साथीहरू। मजाको रहेछ क्या, यो त पुरा बाटोहरू थियो नि त, यस्तो बनाएको थिएन गरेन। मजाको राम्रो बनाउनु भएको रहेछ। जे होस् पहिलाको हेरेको पुरा विकसित बनाइसक्नु भएको रहेछ। बौडेश्वर मन्दिर पनि यस्तो रेलिङहरू यस्तो बारसारहरू केही थिएन, यो सिर्फ यो भर्याङहरू चाहिँ थियो, यिनीहरू चाहिँ थिएन। राम्रो चाहिँ गर्नुभएको रहेछ। अझै पनि राम्रो होस्, राम्रो हुँदै जाओस्। अझै पनि समितिहरूले पनि व्यवस्थित अझै राम्रो। कहाँको ओरिजिनल दामी छ त? इजरायलको दामी छ त इजरायलको ओरिजिनल चाहिँ। ओजी सामानहरू पायो भने त के चाहिएर साथीहरू, जे चिज पनि ओजी हुनुपर्छ ओर्छ, त्यस्तै दामी त्यस्तै राम्रो हुन्छ क्या साथीहरू होइन। त्यस्तो छ। अब हामी चाहिँ कहाँबाट जाने? यताबाट पुल छ अघिको
ऊ त्यो पुल अनि त्यो पुल त त्यहीँबाट जान्छ ए उता आकाश त्यहाँ पुलमा जानुपर्ने ल ल यहाँ बालेसँग खुवा कुवा कुवा खुवा भनिरहनु भएको छ खाने भए खाउँ भन्नुभएको छ अब हामी चाहिँ नखाउँ होला है बा अब अरूहरूले खानुहुन्छ जस्तै मजाले कस्तो मजाले बनाउनु भएको रहेको छ नि हामीहरू त अब नखाने बुवा कस्तो हेर्दाखेरि राम्रो मजाको छ है आउनु सर्नुहोस् यतातिर खुवा किनेर लानुहोस् भेनाजुले बोलाइरहनु भएको छ कता कता हो यता यता नजाने रे त नजाने रे अनि भेनाजुले बोलाइरहनु भएको छ त्यता दिदी छ उता 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 भेनाजुले उता दिदीले यता कसलाई आमा छोरीमा माथि बसिरहनु भएको छ हो सोल्टिनी र नानी चाहिँ माथि बसिरहनु भएको छ अब यता आउनुहुन्छ ओर्छ अनि आज त हामी त गुरुङ गाउँ पनि घुमियो साथीहरू अनि यहाँ यसो ट्याक्क पारेर यहाँ बौद्धेश्वर मन्दिर पनि आइयो घुम्यो अरे हामी त अब आइराखेको घुमिराखेको ठाउँ हो नि त विशेष गरी हाम्रो सोल्टिनी चाहिँ आउनु भएको छ नि त अहिले छुट्टीमा अनि उहाँलाई चाहिँ विशेष गरेर गुरुङ गाउँ अनि यहाँ बौद्धेश्वर मन्दिर घुमाउनुलाई आएको हो साथीहरू हामीहरू चाहिँ नि मजाको छ हेर्नु नि आहा दामी 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 ल है साथीहरू भार्याङ चढ्दातिर चाहिँ नि यति गाह्रो भयो अरे गर्मी भएर पपाको भयो अरे है अनि जतिको चाहिँ नि ओर्लिँदातिर मजा आउँछ भार्याङ उलेर आउँदातिर त्यो मजा चाहिँ नआउने रहेछ गर्मीले हापाको भयो होइन नि म चाहिँ अघि आएर बसेको गरेको हो यहाँ माथि नै अरू सबैजना यही आउँदै हुनुहुन्छ पालै पालो 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 अलिअलि सोच्ताउँदै आइरहनु भएको रहेको छ अब साह्रै सास पनि फेर्नु गाह्रो भयो क्या मलाई त अघि आएर बसेको गरेको बसिराखेको उहाँहरूले नि पर्खेर बसेको उहाँहरू चाहिँ नि रोक्दै बस्दै हिँड्दै गरिरहनु भएको रहेको छ साथीहरू अनि मेरो भिडियो चाहिँ अब यो भ्लग चाहिँ अब कहिले आउँछ ओर्छ कहिले म पोस्ट गर्छु त्यो चाहिँ मलाई थाहा भएन गरेन है अब जे होस् अब यसो पोस्ट गरिहाल्यो भने चाहिँ नि यसो अन्तिमसम्म फर्स्टदेखि अन्तिमसम्म हेरिदिनु होला साथीहरू अनि धेरै दिनपछि होइन धेरै महिनापछि चाहिँ मैले भिडियो भ्लग गरेको छु अन्तिमदेखि फर्स्टदेखि अन्तिमसम्म हेरिदिनु होला साथीहरू आइपुगेछन् यहाँ सबैजना नजिकै थाक्यो त थाक्यो लाग्यो भेनाजु थाक्यो लाग्यो यो त लागिहाल्छ नि योगा गर्ने मान्छे चाहिँ लाग्यो अरे दिदीको त के कुरा गर्ने भन्नुहुन्छ भेना अब हाम्रो भेनाजु माथि पुग्नु भयो अब हामी पनि जाने हो साथीहरू छाता अघि पानी परेको थिएर छाता पुगेको गरेको फेरि पानी रोकियो अरे र सपन तीर्थ पनि आइपुग्यो अब के त माथि उता तलतिर सपन तीर्थ मन्दिर सपन तीर्थ पैसामा आएपछि होइन आएको सपन तीर्थ आइपुग्यो अब म झन्ने पनि ठाउँ आइपुगिसक्यो अब मेरो घन्टातिर आइपुग्यो साथीहरू अब म झन्ने हो अब सबैजना लाग्नुहुन्छ उतातिर घरतिर शीतल आनन्द भयो आज त घुमेको गरेर है हाम्रो बसेको यसो त्यहाँ कहिले जान्छ हुन्थ्यो थियो आज त दुई ठाउँ घुमेर आनन्द भएको गरेको शीतल भएको गरेको छ आइपुग्यो हाम्रो सबनतीर्थ एरिया मेरो ठाउँ आइपुगिसक्यो ल अब म झर्नुपर्ने हुन्छ म त माथितिर बस्छु ल अब म निस्केको ल सबैजनालाई बाई बाई ल बाई बाई सोल्टिनु ल बाई बाई ल हजुर पनि राम्रोसँग जानु गर्नुहोस् ल ल बाई बाई साथीहरू हेर्नु न यहाँ सबै मोमो काजी अरे लस्कर हिँड्दैछ हो हिलोको बाटोमा सबै मोमो होइन त है सबै यो मोमोसम्म बनाउने त हो नि मोमोको डल्लाहरू यी सबै सानो बच्चाहरू मजाको सानो राँगाहरू रहेछ हो साथीहरू अनि म चाहिँ यहाँ फेरि हिलो बाटोकै अघिकै बाटो आउनु पऱ्यो अब उताको बाटो जाउँ गऱ्यो भने पुरा पिच गरेको बाटो जाउँ गऱ्यौँ भने चाहिँ अब त्यो बाटो अलिकति टाइमै लाग्छ त्यहाँबाट पिच गरेको बाटोबाट घर फर्की आउँदाखेरि त यो सर्टकटको बाटोमा त यो सर्टकटको बाटो पऱ्यो छिटै नै घर पुग्छ क्या साथीहरू अनि त्यही भएर म यसरी जाँदैछु अनि दिदी भेनाहरू सोल्टिनी नानीहरू चलिदिनु भयो घरतिर म आफ्नो घरतिर बाटो यस्तो भयो नि के भनेर सर्टकटको बाटो छिटो घर पुग्छ भनेर चाहिँ नि हिँडेको साथीहरू अनि अब आजको भिडियो के कस्तो लाग्छ अब भिडियोमा त यहीँबाट
यो ठाउँबाट म एन्ड गर्छु। यहीँबाट भिडियो स्टार्ट गरेको थियो हो, अनि यही ठाउँबाट म भिडियो एन्ड गर्छु साथीहरू। अनि अहिलेसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद छ है हजुर सबैजनालाई। अनि स्किप नगरिने मेरो भिडियो हेरिदिनु होला। अनि यदि मन परेमा लाइक सेयर कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला भन्दै साथीहरू धेरै धेरै माया छ। बाई बाई।